सो हेलो एभ्रिवान, तपाईँहरू कस्तो हुनुहुन्छ? म चाहिँ एकदमै ठिक छु अनि आई होप तपाईँहरू पनि ठिकै हुनुहुन्छ भन्ने आशा गर्दैछु होइन। सो साथीहरू, आज चाहिँ मैले एकदम डिफ्रेन्ट टाइपको भिडियो लिएर आएको छु। ट्रान्जेक्सन भिडियो, बिफोर मेकअप र आफ्टर मेकअपको लुक्स देखाउन चाहिरहेको छु मैले साथीहरू होइन। सो आज चाहिँ बाहिर पानी परेको कारणले मलाई चाहिँ अल्छी लागेर यो भिडियो बनाएको है, कहीँ जानु नसकेर। अनि सो गाइज है, म चाहिँ युज गर्न गइरहेको छु मेरो फेसमा टोनर है। अनि साथीहरू है, मलाई चाहिँ यो मेकअपको अगाडि लाइक हुन्छ नि टोनरहरू युज गर्नु चाहिँ त्यस्तो धेरै भएको छैन युज गरेको, तर पनि एकदमै बेटर अनि राम्रो लाग्दैछ होइन लगाउनु। अनि स्किनको लागि अनि कति धेरै प्रोटेक्ट गर्ने रहेछ क्या यसले। अनि हाम्रो यो हुन्छ नि मेकअप गर्दा गर्दा यो डट 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 टाइपको हुन्छ नि, पुरै होल्स टाइपको हुन्छ, अनि त्योहरू चाहिँ अलिकति कभर हुने हुन्छ नि, रिकभर भएर निकै रिकभर भएर कस्तो राम्रो हुँदो रहेछ हाम्रो स्किन है, स्किन चाहिँ। अनि सो गाइज, मैले चाहिँ टोनर पछि मैले सनस्क्रिम पनि अप्लाई गरिसकेँ। अनि सनस्क्रिम चाहिँ म पहिला VLCCको युज गर्थेँ, अहिले चाहिँ म युज गर्दैछु साथीहरू मामाअर्थ राइसको है। एकदमै धेरै मन पर्यो मलाई चाहिँ यो होइन। एकदम हुन्छ नि यस्तो हुन्छ नि साइनी टाइप अनि वेटलेस है, यस्तो धेरै क्रिम लगाएको जस्तो त्यस्तो पनि होइन, एकदमै राम्रो लाग्यो है। अनि मैले VLCCको युज गर्दा चाहिँ साथीहरू कस्तो हुन्छ नि एकदमै त्यसमा त्यो मैला निस्केको जस्तो निस्किने होइन। अनि त्यो त त्यत्तिकै पुछेर जान्थ्यो त्यो VLCCको चाहिँ है, मलाई चाहिँ त्यो मन परेन। सो यो मन पर्यो। अनि सो मैले चाहिँ साथीहरू मेरो आँखामा कन्सिलर युज गर्दैछु है। अनि कस्तो भुत्नी जस्तो पनि लाग्दैछु। कन्सिलर चाहिँ अलिकति ब्राइटै हुनुपर्छ, किनभने हामी आँखाको मेकअप गर्दाखेरि मोस्टली भिडियोमा चाहिँ देख्दैन रहेछ क्या साथीहरू होइन। हामी र यतिकै हामी हिँड्दाखेरि चाहिँ विदाउट भिडियो है, हामी भिडियो नबनाएर यतिकै हामी हिँड्दाखेरि चाहिँ मजाले देख्छ आँखामा, यतिको धेरै गर्नु पर्दैन। तर भिडियोको लागि चाहिँ देख्दैन रहेछ कि राम्रोसँग, त्यो भएर हामीले यसरी गर्नु जरुरी रहेछ। सो मैले जस्ट ट्राई गर्दैछु भिडियो बनाउनको लागि साथीहरू। अनि सो मेरो आई स्याडो प्यालेट चाहिँ फुटेर कस्तो भइरहेको छ होइन। मैले चाहिँ यस्तै मेरोमा जे छ सामान त्यतिले म्यानेज गरेर भिडियो बनाउन ट्राई गरिरहेको छु साथीहरू। मेरोमा त्यस्तो लाइक हुन्छ नि अब ब्रान्डेड सामानहरू त केही पनि छैन, नर्मल म जे जस्तो पाउँछु त्यही 200-400हरूको प्रोडक्टले नै म गर्दैछु साथीहरू होइन। सो साथीहरू, यो चाहिँ मेरो फुटेको आई स्याडो प्यालेटबाट निकालेको आई स्याडो होइन, त्यो पनि हातले नै लगाउँछु म मोस्टली है। योहरूले त लाउँदिनँ म, त्यति ब्रस युज गर्दिनँ। अनि सो मैले चाहिँ मेरो आई स्याडो यत्तिकै छोडेर आइब्रोतिर गएको छु साथीहरू। म चाहिँ आइब्रो कोर्नु चाहिँ कस्तो हुन्छ भने, एउटा आइब्रो चाहिँ राम्रै हुन्छ होइन, अनि अर्को आइब्रो चाहिँ कस्तो हुन्छ नि लाइक कस्तो बाङ्गो जस्तो अनि नमिलेको जस्तो हुन्छ क्या आइब्रो कोर्दा चाहिँ। मेरो यो चाहिँ जहिलेको प्रब्लम, मेरो मात्रै हो कि तपाईँहरूको पनि त्यस्तो हो है, त्यो चाहिँ थाहा छैन। तर कस्तो कसम भनेको कस्तो हुन्छ भन्नु न, हेर्नु न, एउटा एकपट्टिको आइब्रो चाहिँ कस्तो राम्रो देखिरहेको छ, अर्कोपट्टिको चाहिँ बाफ्रे हुन्छ नि के नमिलेको जस्तो हुन्छ होइन मलाई चाहिँ। सो म चाहिँ अनि त्यस्तो लामो खालको त्यस्तो माथि तानेर यो आइलाइनरहरू लाउँदिनँ है, कम्तीमा लाउँछु। त्यस्तो धेरै मेकअप गरेर पनि हिँड्नु मन पर्दैन। सो म नेचुरलै हिँड्छु यताउता हिँड्दाखेरि चाहिँ। अनि सो मैले आज भिडियोको लागि चाहिँ मैले कस्तो देखिन्छु भनेर ट्राई गरेको होइन। सो अनि मेरो चाहिँ साथीहरू कसम भनेको यो मस्कारा पनि सकिसकेको रहेछ होइन, कस्तो लाजै मर्नु हेर न। अनि अलिअलि जति छ त्यतिले आँखा तन्काउँदै लाउँदैछु साथीहरू होइन। हजुरहरूले मेरो भिडियो चाहिँ स्किप नगरी हेरिदिनुहोस् है, मेरो बिफोर लुक र आफ्टर लुक कस्तो चाहिँ देखिन्छु भनेर। सो गाइज है, त्यहाँबाट पालो आउँछ एकदमै मोस्ट इम्पोर्टेन्ट हाम्रो फाउन्डेसनको। अनि म चाहिँ मेरै स्किन टोनको युज गर्छु है, किनकि म अलिकति डार्क काली छु, त्यही भएर चाहिँ मैले यस्तो युज गर्नुपर्छ। अनि साथीहरू, सो मैले चाहिँ प्लेन गर्दैछु मेरो फाउन्डेसन होइन। अनि मेरो फाउन्डेसन
ब्लेन्ड गरिसकेर चाहिँ लुक यस्तो आएको छ साथीहरू हैन एकदम ग्लसी टाइपको लुक आएको छ। अनि मैले चाहिँ मेरोमा चाहिँ यस्तो लालीहरू चाहिँ केही पनि छैन नि त, सो मैले लाउन गइरहेको छु मेरो लिपस्टिकको लाली हैन साथीहरू। लिपस्टिकै बनाएर लाउँदाखेरि पनि नट ब्याड है, कस्तो राम्रो देखिरहेको छ, ग्लसी टाइप राम्रो देखेको छ। सो मलाई चाहिँ त्यस्तो धेरै मेकअपमा त्यस्तो धेरै यो चाहिँ मन परिदिन मेकअप लुक चाहिँ, कस्तो भारी पनि हेर्नु न त्यहाँ सेतो टाइपको हुन्छ। अनि मलाई चाहिँ नेचुरलै मनपर्छ, तर पनि आज मैले भिडियोको लागि चाहिँ गरेको म कस्तो चाहिँ देखिन्छु भनेर। सो साथीहरू मैले चाहिँ अस्ति एउटा यो कलर बारको भेगा मल जाँदाखेरि किनेको थिएँ, अनि यसको राख्ने स्टाइल चाहिँ कस्तो मन पर्यो कि, अनि यसको खोल्ने स्टाइल पनि अनि अलिक डिफ्रेन्ट छ, यसरी थिचेर अनि तलबाट तान्नुपर्ने रहेछ। अनि कस्तो हुन्छ नि यसको खोल्ने र राख्ने स्टाइल चाहिँ मन परेको हुनाले चाहिँ मैले किनेको। अनि मलाई लिपस्टिक चाहिँ अलिकति रेडी टाइपको हुन्छ नि, म काली भइरह होला, रेडी टाइप नै मलाई चाहिँ राम्रो लाग्छ साथीहरू है। अनि म चाहिँ यस्तो कलरको किनेको छु, अनि धेरै रेड भयो कि के हो जस्तो पनि लाग्यो हैन, मलाई त्यस्तो धेरै रेड पनि हैन, तर अलिकति ब्राइट टाइपमै राम्रो देख्छ, किनभने मेरो फेसमा त्यति धेरै देख्दैन नि त फेरि हैन, अनि खरानी लगाएको जस्तो हुन्छ कोही बेला त हैन। सो साथीहरू कस्तो देखेको छ मेरो लुक, अब हेर्नुहोस् होला मेरो फाइनल लुकमा यस्तो देखेको छु। म चाहिँ अलिकति कपाल सपाल बनाएर ज्वेलरी लगाएर आएको छु है, अनि अलिकति कुर्ताहरू लगाएर यस्तो लुकमा आएको छु साथीहरू। हेर्नुहोस् कस्तो देखेको छु त म आफ्टर मेकअप हैन फाइनल लुकमा। अनि यो चाहिँ विदाउट फिल्टर मैले यतिकै सुट गरेको साथीहरू, अनि लास्टमा देख्नुहुन्छ आफ्टर फिल्टर पनि, अनि नट ब्याड है, कस्तो राम्रो ग्लसी टाइपको। अनि छेउमा आउँदा चाहिँ झन् धेरै राम्रो देखिँदो रहेछ कि टाढा भन्दाखेरि पनि। अनि मेरो नक्कल चाहिँ यस्तै हो, अनि मैले भिडियो चाहिँ यस्तो बनाइनँ, त्यस्तो खासै राम्रो लागेन साथीहरू हैन। अनि छेउमा आउँदा चाहिँ एकदमै ग्लसी टाइप हेर्नु न राम्रो लागेको थियो मलाई चाहिँ एकदमै है छेउबाट हेर्दाखेरि चाहिँ। सो साथीहरू यो चाहिँ मेरो फाइनल लुक, अनि मेरो चाहिँ यस्तो हुन्छ नि लिपस्टिकहरू ओठको बाहिर आएछ, अनि म पुस्दैछु है आफ्टर मेकअप पनि। सो साथीहरू यो चाहिँ मेरो फिल्टरमा है, यस्तो देखेको थिएँ म फिल्टरमा चाहिँ, अनि अलिक मेकअप धेरै भएको जस्तो लाग्यो। सो ठिकै छ साथीहरू, मेरो चाहिँ यस्तै भयो हैन मेकअप। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो, बाई बाई, सी यू अन नेक्स्ट भिडियो साथीहरू। मलाई फलो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला।